कार्यक्रमलाई विसर्जन गरिदिनु हुन म वर्तमान अध्यक्ष श्री भोमबहादुर गुरुङज्यूलाई अनुरोध गर्दछु। सर्वप्रथम ज्येष्ठ नागरिक श्रीमती भर्खरै हाम्रो कार्य समितिले एउटा सक्षम विशेष समिति प्राप्त गरेको छ। संरक्षक श्री गम्बहादुर गुरुङज्यू, सल्लाहकार श्री रामचन्द्रज्यू, सल्लाहकार श्री गजम गुरुङज्यू, उहाँको विशेष सहयोग र सल्लाहले आजको मेरो नेतृत्वको कार्य समितिलाई बढी ऊर्जा प्राप्त गर्नेछ भन्ने कुरा हामीले चाहिँ आशा गरेका छौँ। र एउटा कुरा के छ भने हामी मेरो नेतृत्वमा एउटा हामी सबै बराबर गर्ने तपाईँहरूको सहयोग र सञ्चालनले हामीले काम अगाडि बढ्न सक्छ। तपाईँहरूले सहयोग दिनुभयो भने हामी सधैँ चाहिँ अगाडि बढ्छौँ। होइन कार्य समितिको 9 जना समितिको केही काम हुनेवाला छैन। तर के छ भने मेरो यो नेतृत्वमा रहेको र हाम्रो रमदाजुको नेतृत्वलाई त्यसरी सहयोग गर्यो र त्यो सहयोग पनि हामीले पाउन सक्ने मैले आशा गरेको छु। म एउटा यहाँ वचन एउटा मात्र के भन्छु भने जब कार्य समितिको साथीहरूबाट म्यान्डेट पाएको कामहरू मात्र म चाहिँ अगाडि बढ्छु। र मैले अहिले पनि तपाईँहरूको समस्या के भन्छु भने तपाईँहरूले यहाँ विभिन्न किसिमको साथीहरू आजको हलमा हुनुहुन्छ। कार्य समितिले तोकेको काम र कार्य समितिको साथीहरूको बहुमतले तोकेको काम गर्नलाई मात्र म अगाडि बढ्छु। होइन मेरो जिद्दीले मात्रै मैले कहिले काम गर्नु चाहिँ म अगाडि बढ्छु। किनभने विभिन्न किसिमको मान्छेको आइडिया हुन्छ, आइडियोलोजी यहाँ प्रयोग गर्नुपर्ने हुन्छ। र मलाई पनि कतिपय कुराहरूमा विभिन्न किसिमको चाहिँ चित्तहरू नबुझेको थुप्रै कुरोहरू छ। तर त्यो चाहिँ कार्यसमितिको म्यान्डेट पाएँ भने मात्रै मैले काम गर्नु सक्छु। होइन मैले कार्यसमितिको म्यान्डेटभन्दा पनि 1 इन्च माथि गएर चाहिँ काम गर्छु। मैले यो बेल्जियमको भूमिमा आफ्नो गाउँ, आफ्नो जन्मेको ठाउँ र आफ्नो यो मेरो दाजुभाइ तथा दिदीबहिनीहरू, मेरो छोरीहरू, मेरो सम्पूर्ण चाहिँ यहाँ भएको सम्पूर्ण मेरो बालबच्चाहरू सबैलाई चाहिँ मैले सकेसम्म एक ढिक्का बनाएर अगाडि बढ्ने जुन उपेक्षा मैले लिएको छु, यो चाहिँ उपेक्षा चाहिँ मेरो कार्य समितिको साथीहरूले चाहिँ मलाई साथ दिनु पर्यो। र त्यो चाहिँ अहिले विशेष समितिका मेरा साथीहरूबाट मैले यो सल्लाह र सुझाव पाएँ भने यहाँहरू समस्यामा चाहिँ पक्कै पनि हामीले बेल्जियममा एउटा सिट पाउँछौँ। के हो र यो संस्था के हो र यो चाहिँ के हो भन्ने कुरा अझै पनि बढी चाहिँ परिचय गराउन सक्छु कि भन्ने मैले अभिलाषा गर्दै र अन्तिममा म सम्पूर्ण साथीहरूसँग फेरि पनि एकपटक मेरो चाहिँ यहाँहरूप्रति चाहिँ हार्दिक आभारी हुँदै म कार्य समितिको अध्यक्षको हैसियतले म यहाँहरू समक्षमा चाहिँ यहाँले जुन तोकेको म्यान्डेट, यहाँले जुन तोकेको कामहरू चाहिँ हामीले गर्छौँ भन्ने कुरा गर्छौँ भन्ने एउटा वचन दिँदै यहाँहरू समस्यामा बिदा हुनुहुन्छ। हस् त, धन्यवाद। सिक्किलेसको मेलैमा जोड्यो आँखा भेट भएको बेलैमा सिक्किलेसैमा हुने भयो बास। मोर्चो नानी पढेकी छौ कति बिराती लाउने आस। सिक्किलेसको मेलैमा जोड्यो आँखा भेट भएको बेलैमा सिक्किलेसैमा हुने भयो बास। मोर्चो नानी पढेकी छौ कति बिराती लाउने आस। मोर्चो नानी पढेकी छौ कति बिराती लाउने आस। बोला बोला एथोमै बोला, एथोमै बोला, यति राम्रो धोकेट बोला। सिक्किलेसैको मेलैमा सिधै नजर सुधाउने को होला, भेट भएको बेलैमा एथोमै बोला, एथोमै बोला, यति राम्रो धोकेट बोला। सिक्किलेसैको मेलैमा सिधै नजर सुधाउने को होला, भेट भएको बेलैमा सिधै नजर सुधाउने को होला,
सिम्पल कान्छीको डिम्पल गर्ने काला मन पर्यो मलाई मन पर्यो साह्रै मन पर्यो
मुटुको माया चोर्यो नि आफ्नो सारी Under the answer, casting